सो यहाँहरूले देखिरहनु भएको यो एकदमै ब्युटिफुल भ्यू भनेको चाहिँ फोक्सुन्डो तालको रहेको छ जुन चाहिँ डोल्पा जिल्लामा अवस्थित छ। हामी जसले हेरिरहेका छौँ सबैजना फोक्सुन्डोमा नयाँ छौँ भन्ने त होइन, तर जो जाने प्लान गरिरहनु भएको छ खास उहाँहरूको लागि चाहिँ के कस्तो आइटिनरी चाहिँ युज गर्न सक्नुहुन्छ अथवा टेन्टेटिभ एस्टिमेट कस्तो गरेर चाहिँ जान प्लान गर्न सक्नुहुन्छ भनेर चाहिँ सिम्पली यो फर्किसके पछाडि मैले बनाएको भिडियो। काठमाडौँबाट डोल्पासम्म हामी बसमा जाँदाखेरि चाहिँ पर पर्सन 5100 लागेको थियो। यो एपको थ्रुबाट पनि गर्न सकिँदो रहेछ। यतिकै ऱ्यान्डम हामीले ट्राई गरेर अनि पछि चाहिँ सम्बन्धित मान्छे नै भेटेर हामीले 5100मा चाहिँ टिकट गराएको थियौँ। र अर्को डोल्पाबाट काठमाडौँ फर्किनका लागि चाहिँ त्यो पनि त्यही हो, मान्छे गाडी अनुसारले अलिकति थोरै रेट चाहिँ तलमाथि हुन्छ होइन, आफू चाहिँ अब ठ्याक्क कुनमा परिन्छ भन्ने पनि हो। सो 4000 भाडामा हामी उताबाट आएको थियौँ अनि 7 डेजको अनि 6 नाइट भएको भएर चाहिँ हाम्रो नाइट स्टे 6 डेजको लागि चाहिँ 12,000 टोटल। इट मिन्स 2000 चाहिँ पर नाइट। यत्रो नपर्न पनि सक्छ, कहीँ 1500 कहीँ 1000सम्ममा पाउनुहुन्छ। एभरेजिङ गरेर 2000 गर्दाखेरि 12,000 टेन्टेटिभमा हामी बस्न सक्छौँ। र 7 दिनकै लागि चाहिँ हाम्रो खाना बिहानको अनि दिउँसोको खाजा र बेलुकाको पनि खाना गरेर चाहिँ 9100मा तपाईँहरूले राम्रै खाना यहाँहरूले हामीले चाहिँ च्याङ्ग्राको मासुहरू पनि त्यहाँको लोकल खानेकुरा भएको भएर त्यसलाई पनि ट्राई गर्दाखेरि चाहिँ पर पर्सन 9100 पर्न गएको थियो। यसको मतलब टोटल हामीले चाहिँ 30,200मा चाहिँ पर पर्सन मजाले फोक्सुन्डो चाहिँ 7 दिनमा घुमेर काठमाडौँ नै आउन सकिन्छ भनेर कन्क्लुड गरेका थियौँ। सो अब यसमा अलिकति तपाईँको एडिसनल चिजहरू हुन सक्छ, नत्र भने एभरेजिङको लागि हामीले 30,200 अराउन्डमा चाहिँ मजाले काठमाडौँबाट बसमै डोल्पा पुगेर मजाले घुमेर ट्रेक गरेर इन्जोय गरेर आउन सकिन्छ। थ्याङ्क यू।